गरिरहेको छु। मानिसले आफ्नो जीवनमा चाहिँ धेरै गल्तीहरू कामहरू गरिरहेका हुन्छन्। त्यसलाई चाहिँ अब म नराम्रो सङ्गतहरू, नराम्रो बानीहरू बसालिरहेका हुन्छन्। त्यसलाई चाहिँ म छोड्छु भनिरहेका हुन्छन् क्या। त्यो चाहिँ अब कसरी छोड्छन् त भन्ने कुरा म भन्न चाहन्छु। म चाहिँ अब आजभन्दा करिब 1.5-2 वर्षभन्दा अगाडिसम्म म पनि एउटा फ्री फायर भन्ने एउटा गेम खेल्थेँ क्या। जब कि त्यो गेम म खेल्दै गएँ, अहिले चाहिँ मैले पुरै छोडिसकेँ। त्यो गेम खेल्दाखेरि मलाई कस्तो लाग्थ्यो कि म यो गेम खेलिनँ भने के हुन्छ होला भन्ने जस्तो लाग्थ्यो क्या। अहिले फेरि मलाई त्यस्तो लाग्दैन। तर त्यो मलाई गेम छोड्न यति कष्ट भयो। जस्तै कि मैले अब आज गेम खेल्दिनँ भनेर डिलिट हानेँ नि, भरे फेरि त्यही डाउनलोड गरेँ क्या। र कति मान्छेको जीवनमा यस्तो पनि भइरहेको छ क्या। मैले यो घटना प्रत्यक्ष देखेको छु क्या। त्यही भएर पनि यो भिडियो बनाउन गइरहेको छु। जस्तै अब कसैले चुरोट खान्छ, म आजदेखि चुरोट छोड्छु भन्छ। 1 दिन छोड्छ, 2 दिन छोड्छ होइन, तर फेरि भोलिपल्टदेखि त्यही तान्छ क्या। त्यो चाहिँ खास गरी वास्तवमा के भएको क्या, मान्छेले छोड्छु भनेपछि मनदेखि मात्र छोड्छ क्या, दिमागदेखि कहिले हटाउँदैन क्या। किनकि मान्छेको दिमागमा एकचोटि बसिसकेपछि त्यो हतपत बिर्सिन गाह्रो हुन्छ भन्ने मलाई लाग्छ। जस्तै अब मेरो साथी एउटा अहिले फ्री फायर खेलिरहेको छ, म चाहिँ अहिले खेल्दिनँ हाल। करिब मैले त धेरै भयो, लगभग 1 वर्ष जति नै भइसक्यो मैले खेल्न छोडेको। म नि पहिला चाहिँ धेरै खेल्थेँ, मैले छोडेँ। ऊ चाहिँ अहिले गेम खेलिरहेको हुन्छ, कोही बेला अब टिकटकतिर हालिरहेको हुन्छ। अहिले पनि मैले उसले हालेको एउटा भिडियो देखेँ क्या। के लेखेको रहेछ भने फाइनली आई क्विट गेम भनेर लेखेको रहेछ होइन। उसले त्योभन्दा अगाडि नै पनि एउटा भिडियो हालेको थियो क्या, अब चाहिँ मैले गेम छोडेँ भनेर, 1 महिना अगाडि। तर उसले छोडेन। फेरि आज पनि मैले भिडियो हालेको देखेँ क्या। अब आज चाहिँ छोड्छु, अब चाहिँ छोडेको मैले भन क्या। त्यो देख्दा मलाई अफसोस लाग्यो क्या। उसलाई गेम छोडौँ लागेको छ क्या, तर उसको मनले मानेको छैन क्या। के होला वास्तवमा यो कुरा, किन चाहिँ यस्तो भएको होला? कृपया आफ्नो प्रतिक्रिया दिनु होला। र जति पनि सबैजनाले म छोड्छु भन्ने कुरा गरिराख्नु भएको छ, सबै थोक आफूले नराम्रो बानीहरू, त्यो बानीहरूलाई चाँडै नै छोड्नु होला म भन्न चाहन्छु यो भिडियो मार्फत। अर्थात् त म खासै केही भन्न सक्दिनँ। यति भन्दै म यहाँबाट बिदा हुन्छु। हस्त, धन्यवाद।